हेलो गाइज अनि यो मेरो सानो मिनी ब्लग लिएर फेरि पनि म तपाईहरुको सामु आएको छु। आज चाहिँ म चिन्डे डाँडाको मेन पोइन्ट चाहिँ चिन्डे डाँडा भएको कारणले त्यहाँदेखि म हिँडेँ अनि हिँड्दै जाँदाखेरि धेरै उकालोहरू नहिँडेको कारण चाहिँ मेरो खुट्टाहरू धेरै दुखिरहेको थियो। तर त्यो पीडालाई सम्झिँदाखेरि चाहिँ मेरो छोराले फर्कियौँ होला आमा भन्दै थियो है। तर मैले पीडालाई भन्दा बढी आफ्नो त्यो लक्ष्यलाई चाहिँ मैले हासिल गर्न पर्छ भन्ने सोचले मैले मेरो छोरालाई भने होस् दुख्दै गर्छ जाउँ भनेर हामीले त्यो कठिनाई यात्रालाई पूरा गर्दै हामी जब चिन्डे डाँडा पुग्यौँ त्यो रमणीय क्षणलाई देख्दा त त्यो पीडाहरू सबै नै बिर्सिए। यति रमाइलो यति आनन्द आइरहेको थियो कि मलाई लाग्थ्यो कि म पहिला नै किन यसरी हिँडेर आइनँ, किन मैले यात्रा गरिनँ, मैले किन पैदल यात्रा गरिनँ भन्ने फिल भयो। यति रमाइलो क्षण थियो कि त्यो क्षणलाई कहिले पनि हामी भुल्न सक्दैनौँ। उकालो ओह्रालोले चाहिँ हामीलाई यो फिल गराउँछ कि हाम्रो जीवनमा जति उताप चढाव आए पनि त्यसलाई हामीले सङ्घर्षलाई हामीले पुरा गर्दै गयो भने एक दिन न एक दिन त्यो गन्तव्यमा पुग्नेछौँ जुन गन्तव्य हामीले सोचेका छैनौँ है। यसकारण हामीले आफ्नो दुःखलाई बढी महत्त्व नदिउँ। हामीले जस्तो दुःखमा पनि खुसी साथ अगाडि बढ्यौँ सफलता हमेसा पाउनेछौँ। धन्यवाद।